जिराफ नक्कली रहेछ भन्थ्यो नि अनिसमाले जिराफ जिराफ यहाँ अनिसमाको जो दोस्तहरू पनि छन् नि फेरि यहाँ भित्र छ अहिले हेर्नु जिराफ हेर न जुत्ता त्यस्तै त जापानिज माछा कोही फिस भन्छ नि जापानबाट ल्याउँछ यो सिल्भर कलर छ हेर्नु नि महँगो कति कति हजारौँ डलर यो गोल्डेन हेलो गाइस वेलकम टु माई युट्युब च्यानल आज चाहिँ हामी टङ्गारा जु घुम्न जाँदैछौँ सिडनीमा अब हामी चाहिँ त्यहाँ बाटोमा हाइवे छिरिरहेछौँ अब 1 घन्टा जस्तोमा पुगिन्छ होला जो त पहिला नि पुग्यो हामी चाहिँ यहाँ सबजना सेम टोली हो तर नयाँ ठाउँ ल को म अनि आयानको मम्मी र आयानको हजुरआमा गाइस हामी चाहिँ यहाँ टङ्गारा जू आएछौँ भर्खर आइपुग्यो यो जूको इन्ट्री भयो टिकट सिकेट लियो यहाँ चाहिँ पुन्टु र हजुरआमा हामी सानो भर्खर उठेको छ चिप्रा भएछ अलिकति सानोको हाँस्यो ल यहाँ अब यहाँ हामी छिर्दैछौँ टिकट सिकेट गरी अब रमाइलो हुन्छ ल हेर्दै गर्नु होला स्टे ट्युन ल के भन्नु छ सानोको छ हो यता यता ल यहाँ सानो त हेरै छ यता हेर्ने उता हेर्ने अब गर्छ नि बाघले अहिले त्यहाँ ल जिराफ नक्कली रहेछ भन्थ्यो नि अनिसमाले जिराफलाई ओरिजिनल जिराफ त्यहाँ अनिसमाको जो दोस्तहरू पनि छन् नि फेरि करतब गर्ने त्यहाँ भित्र छ अहिले हेर्नु जिराफ हेर न ल ट्याक्क है ल यता सिटी आज जुत्ता त्यस्तै त हो नि ल सिटी भ्यू हामी चाहिँ टक्कै जिराफ हेर्न आएको छौँ ल आइदिएर यता हेर न लक लगाइदिन्छ गाइज है जिराफ आयो है जिराफ के गर्नु आयो ए त्यहाँ करेन्ट लाग्छ कि होइन घर पनि ठुलै बनाइदिनु पर्ने रहेछ त्यहाँ ठोकिन्छ नत्र ढोकाएन होइन दुईटा छ ए आइज अहिले चाहिँ यहाँ हामी स्क्विरल हेर्न आइरहेको स्क्विरललाई पुरै पानी सानी भएको ठाउँमा राखेको थियो क्या असाध्यै घुमाउन नि गाह्रो छ क्या हाम्रो यो है अब यो टेम्पोरेरी किने ल अब यो बाटो ट्याक्क यो स्क्विरलको घर यहाँ त पानी सानी हालेर राख्यो फेरिका लाइसेन्स छैन अनिसमा त्यही भएर अहिले गाह्रो छ ल त्यही हो क्या स्क्विरल
हेरौँ न सबै देख्ने गाह्रो हुन्छ तर ऊ त्यहाँ रुखतिर हुन्छ नि घाँस पनि रहेछ अब अहिले कहाँ लुक्या होला यस्तो जाडोमा यहाँ नदेखिने बाँदर अलि बाँदर जस्तै हो यो ट्याक्कै यत्रो हुन्छ यसो यत्रो ट्याक यत्रो हातमा अट्ने त्यो पर त्यस्तो सानो पर्दा लगाएछ अब चाहिँ हामी यहाँ कोला भनेको चाहिँ उ त्यहाँ रहेछ बच्चा थियो नि अहिले त बच्चा के भयो होला त्यसको है बच्चा समाएर बस्यो भने ऊ माथि एउटा चाहिँ देखिसकेँ मैले अरू चाहिँ कहाँ छ कुन्नी हेर्नुपर्छ छैन जोडी छैन ल यहाँ छ ऊ आनन्द देख्छु ऊ ल यो आनन्दले निधाएछ खजान नखस्ने कसरी अड्क्यो होला त्यो यिनीहरूको जातै त्यस्तो नि है ल कस्तो मजाले गुटुमुट्ट परेर निधाएछ ल कुन्टुले त आफ्नैतिर कता हेरे हो ल ल अब चिम्पान्जी हेर्न पर्ने अवस्था ल के गर्यो ल बच्चन रहेछ हेर्छ न बच्चा चलेर हैरान गर्नलाई छ यहाँ लायन हेर्ने अब यहीँ सिंह जङ्गलको राजा हेर्न आएको हो नि यो ठाउँ चाहिँ अब यहीँ राजा हेर्नेको भिड छ यहाँ भिड छ आज ल कत्रो हुन्छ है उतापट्टि नि होला केटा त्यो ठुलो केटी त्यो चाहिँ सिममा ल यो सिम्बाको परिवार पाउँदाहरू त्यो भालेको हेर्छ नि हाम्रो एक मुख जत्रै छ मुख ल रुख भन्दा उता नि रहेछ उता अर्कोमा पर्छ ठुलो त्यो पनि यतापट्टि चाहिँ आएन त्यो त्यहाँ कस्तो मजाले देख्थ्यो नि अहिले आउँछ जाम उतापट्टि जाम अब उता आउँछ जस्तो छ उता गएर ठाउँ कब्जा गरिहाल्नुपर्छ उता झन् नजिक आउँछ यिनीहरूको परिवारै हिँड्यो सेलिब्रेटी भयो नि यिनीहरू त यहाँ आएर बस्यो ल ल सिंह जतिको लम्पसार त्यो मिर्क्याट भन्ने हुन्छ क्या त्यो कमिला खाने त्यही छ क्या अरे यता
you. The zebra. यस्तो खोर्सी छैन है मान्छे जस्तो गरे हो किन पुच्छर टेक्दो रहेछ पुच्छर हैन खुट्टै नि हो होइन उता पछाडि पुच्छर नि पुच्छर त छोको मात्रै हो ए टेका त खुट्टैले हो त्यस्तो ठाडो कसो सक्यो है यसरी कङ्गारुले चाहिँ पुच्छर टेको लाउँछ तरी हेर ल ल हेर ल हेर ल हिँड्न चाहिँ सक्दैन होला क्या दुईटा खुट्टाले हेरेछ न खुब हेर्न चाहिँ हो ऊ भाग्यो भाग्यो ल के जातको ल गाइस ओहो हु हु गर्छ नि हाल्छन् यहाँ बाघ हेर्न अब बाघ कता छ होला त यहाँ सुतेर रहेछ जाडो भएर सुतेछ अब के उता छ कि अर्को नयाँ पसार परेर सुतेको我有山，老虎在啃肉，你去看一下。 来来，也有的，我这个我。这叫什么呀？अब笨。 फेरि फर्नु हामी आएर कस्तो खाली थियो क्या है के छ है पुन्टुले हेरिरहेछ हेर ट्याक्कै हेरिरहेछ पुन्टु लो आज यता फर्किन्छ नि फोटो हजुर बागजुरी जानुभयो यार म त कसले चिन्थ्यो होला ल के हो यो यत्रो सानो सानो यार Lady Amherst pheasant. Yes, it's very big. उता अझै त पेन्गुइन भएको जानुपर्छ अनि सर उहाँ हेर्छ के हो यो सबै निराछ यो के जातिको परेवा हो किन है हुन नि सक्छ परेवाको पनि कति जात हुँदो रहेछ यहाँ हाम्रो अर्को परेवा जातिलाई बोबी खान मन लाग्छ ए त्यो जापानिज माछा कोही फिस भन्छ नि जापानबाट ल्याउँछ कि अरे यो सिल्भर कलर छ हेर नि यो महँगो हुन्छ कति कति $1000 हजारौँ डलर पर्छ यो गोल्डेन खानालाई के खानेकुरा हालिदिन्छ पैसा पैसा हालेर चाहिँ खै त्यसै हालेको तिमी कहाँ हेरिरहेको छु ओइ सर्वयान रहेछ ए यहाँ रहेछ हेर्छ नदेखेँ देख्छ कस्तो घुर्सेर बसेछ कसोहरू अनि सँगै देखिन्छ अनि त्यही त अनि जङ्गलमा यसरी नै पास थापेर बसे हुन्छन् होला कि ठ्याक अनि के अब सराक ओ चल सँगसँगै बस्यो है मिल्ने भएर राखेको होला सिरिङ्ग हुने अस्ति नै थियो यसरी मिले बस्यो तिनीहरू त ऊ यस्तो नि हुँदो रहेछ हेर न कस्तो है कस्तो साह्रो हुन्छ अरे नि है खप्पर उता हिँड्नलाई चाहिँ एउटा पहिला पहिलाको सत्य जोगीहरूले चाहिँ कसुवाको खप्परमा मार्थ्यो के गर्नु इच्छा इच्छा नेपालमा कस्तो कस्तो सिरिङ्ग हुन्छ हरियो हरियो अरे ऊ यहाँ छेपाएर पनि रहेछ फेरि ऊ च्यान बनिरहेछ ऊ त्यो कोही हो पाउँदो खाँदो रहेछ सर्वर भ्याउ त खाने कोही त त्यो रोजनीको भएको ताङ छ नि है त्यही हो त्यस्तै हो यही होस् कि हड्डी भएको ताङ हड्डी क्या घाँस त्यो पोको भएर बसेको त्यो सर्प सिरिङ्ग भएको प्याटलाकको परेर मिला अलिक कत्रो कत्रो त छ है अर्को रक पाइथन त मलाई त हेर्नु त्यति
यहाँ के छ अरे सानो उहाँहरूसँग थरी थरी पाइथन सबै पोको परेर त जाडो छ झन् गर्मीमा चाहिँ यतिकै बस्छ कस्तो राखा बटाल्नु जस्तो बस्यो के खान्छ होला है यिनीहरूले हालिदिन्छन् नि खानेकुरो नि कस्तो गुडुर्केर बस्यो समाउँछ नि चिकन मान्छेले खाने त्योभन्दा नि ठुलो होला यो हुन त्यो यही जाति हो अरू ठुलो खालको टाउको कहाँ हो टाउको मुनतिर हो कि मासतिर हो यसको यसलाई त उनी हाल्छन् होला सिँगै खसी हाल्छन् होला प्राणीहरू भन्यो है मम्मी नक्कली झन् सबै अक्सिजन ब्ल्याक क्यारेट पाइथन अब चाहिँ हाम्रो जू घुम्न अब यहीँ सक्यो ल अब मेरो भ्लग यहीँ टुङ्गाउन चाहन्छु अब हामी घरतिर लाग्दैछौँ गाडी नचलेको हुन्छ गाडीमा पुन्टुको अलिअलि सर्भिसिङ गर्नुपर्छ त्यति हो अब